मासु भात खान आइस भने त केपी ओलीको झोले दक्षिणा त धेरै छैन है ज्वाइँ अब। दक्षिणा केही पर्दैन, बरु म उल्टै दिउँला यो दक्षिणालाई फिर्ता लानु त। यो दक्षिणालाई बरु म पैसा दिन्छु। फेरि भन्नु त ज्वाइँ। भात पकाउनु पनि आउँदैन, चामल सबै भ्यागेर पानी बसाल्छ। 4 महिना भइसक्यो गुनै झर्दैन, पानी मात्रै निस्किन्छ। मासु थप्ने हो ज्वाइँ। ए पर्दैन ससुरा ए ल ल त एकछिन भन्नु सक्दैन मुला लग्दिएर त मासु अनि नाइ भनेपछि कसले थपिन्छ? घुरी हो त छोरी भर्खर सिक्दैछु। भर्खर सिक्दैछ? कहिले सिकिसक्छ? भर्खर त सिक्दैछ नि ज्वाइँ। सिकेपछि त तपाईँलाई मोमो चाउमिन पिज्जा टन्नै खुवाइहाल्छ नि बनाएर। तरकारीमा नुनको साटो चिनी हाल्छ।